साथीहरु नमस्कार। आजको यस भिडियोमा चाहिँ यो जुन टिकटक लाइटमा भएको पैसा छ है, यो टिकटक लाइटमा भएको पैसा चाहिँ पेपेमा कसरी ट्रान्सफर गर्ने भन्ने कुरा चाहिँ आजको यस भिडियोमा म तपाईहरुलाई सिकाउन गइरहेको छु है। यदि तपाईहरुलाई थाहा छैन भने चाहिँ यो भिडियो तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदमै सजिलो तरिकाले तपाईहरुले यो पैसा चाहिँ पेपेमा ट्रान्सफर गर्न सक्नुहुन्छ। र साथीहरु तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, किनभने म तपाईहरुको लागि यस्तै भिडियोहरु निरन्तर रूपमा लिएर आइराख्ने छु। सर्वप्रथम म तपाईहरुलाई मेरो यो पेपेमा चाहिँ पैसा कति छ भन्ने कुरा चाहिँ देखाउँछु है। टिकटक लाइटमा त तपाईहरुले देखि नै सक्नुभयो। पेपेमा भनेको चाहिँ अहिले मसँग पैसा भनेको जम्मा भनेको 138 रुपैयाँ छ अहिले है। अब म यो टिकटक लाइटको जुन पैसा छ, यो टिकटक लाइटको पैसा चाहिँ म पेपेमा ट्रान्सफर गर्छु है त। अब त्यसको लागि सर्वप्रथम यो जुन छ यो कौकान भन्ने छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यस प्रकारको आउँछ है। त्यसपछि यो पी छ, पोइन्टो छ, यसमा क्लिक गर्ने हो। यसमा क्लिक गरिसकेपछि यस प्रकार इन्टरफेस आउँछ। यसमा चाहिँ तपाईहरुले एक दिनमा है कि त 100 रुपैयाँ गर्नु पर्यो, कि त 3000, कि त 5000 गर्नु पर्यो के। अब तपाईहरुले 200, 300, 400, 500 गर्छु भन्दाखेरि मिल्दैन। यसमा चाहिँ अब अप्सन छ कि त 100 रुपैयाँ गर्नु पर्यो, कि त 3000 गर्नु पर्यो, कि त 5000 गर्नु पर्यो। र तपाईहरुले यो एक दिनमा एकचोटी मात्र गर्न पाउनुहुन्छ है त। सो म चाहिँ अहिले 100 रुपैयाँ मात्र गर्न चाहन्छु। त्यसपछि यसलाई यो कौकान सुरु गर्छु। यस गरिसकेपछि यसलाई म खाकुनिन गर्छु। अब यहाँनेरि छ यो मचको त छ हो, यो भइसक्यो। अब यो भइसकेपछि यसलाई स्क्रल गर्ने। त्यसपछि पेपे पोइन्टो हो हिकी खाएरु भन्ने छ, यसलाई क्लिक गर्ने। यसलाई क्लिक गरिसकेपछि यस प्रकारको इन्टरफेस आउनेछ। अब यहाँबाट चाहिँ आफूले टपअप गर्नुपर्ने हुन्छ है। टपअप गरेपछि यहाँ टपअप भयो। अब यहाँदेखि मैले पैसा गएर हेऱ्यो भने यहाँ 238 रुपैयाँ भयो। अगाडि मेरो 138 थियो भने यहाँ 238 रुपैयाँ भयो। अब म फेरि टिकटकमा गएर हेर्ने हो भने चाहिँ है, टिकटकमा गएर हेर्ने हो भने यहाँबाट चाहिँ मेरो पैसा अब काटिसकेको छ। पैसा 98 रुपैयाँ मात्र छ। यो तरिकाले चाहिँ साथीहरु तपाईहरुले सजिलैसँग टिकटक लाइटको पैसा चाहिँ तपाईहरुले पेपेमा चाहिँ सजिलैसँग ट्रान्सफर गर्न सक्नुहुन्छ। भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। र साथीहरु फेरि तपाईहरु च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। हस्त, धन्यवाद।